तर हिमाल सुनरीलाई 4 जना मात्र राख्ने ठाउँमा कसको ठाउँमा तपाईँ राखिदिनुहुन्छ? म आम जनतालाई यहीँबाट भन्न चाहन्छु कि यो हटाउने, सफल विको हटाउने कि रविन नगरकोटी हटाउने कि दुर्गा खड्कालाई हटाउने कि अर्जुन नेपालीलाई हटाउने कि 4 जना 5 जना, एकजना रेजिन बस्नेत भन्ने पूर्वको केटा छ जसको 3 मिटर 36 सेन्टिमिटर रेज छ, उसलाई हटाउने, उसलाई हटाएर हिमाल सुनरी राख्नुपर्छ। सबैको मत भयो भने तपाईँ यसलाई हटाइदिनुहोस्, यसलाई राखिदिनुहोस् भन्यो भने नेपाल भोलिसँग कुरा गऱ्यो भने म राखिदिन्छु। किनभने मैले मात्र गाली पाउनु कुरो होइन, एउटा मिडल एटेकर हो। मिडल एटेकर भन्नाले आजभोलि ब्लकर भन्छ, बिचमा ब्लक गर्नुको लागि हाइट भएको, रिच भएको मान्छे चाहिन्छ। त्यसकारणले कोचिङको प्रिन्सिपलको एकर्डिङ हामीले त्यो गरेको। हिमाललाई म पनि धेरै माया गर्छु, एकदमै अनुशासन केटो हो। अहिले मफसलमा भएका प्रतियोगितामा धेरै राम्रो प्रदर्शन गरिराखेको पनि हो, तर अन्तर्राष्ट्रिय सहभागिता हुँदाखेरि त्यो रिजले, त्यो हाइटले नपुग्ने भएको हुनाले एउटा 2 मिटरको हाइट भएको, एउटा 3 मिटर 30 सेन्टिमिटर रिज भएको मान्छेलाई हटाएर उसलाई राख्दाखेरि त्यसले देशभरिमा नराम्रो सन्देश जान्छ कि भन्ने हाम्रो चिन्ताले त्यस्तो गरे हो। हाम्रो कुनै प्रतिशोधको भावना कुनै कि होइन। गण्डकी प्रदेश, हाम्रो यो गण्डकी प्रदेश नेपालको नम्बर 1 प्रदेश हो। हामीलाई माया छ, सबै साथीहरूले भलिबल सङ्घलाई पनि सहयोग गरिरहेछ। भलिबल सङ्घमा अधिकांश व्यक्तिहरू पनि गण्डकी प्रदेशको छ र गण्डकी प्रदेशबाट धेरै सहयोग पनि भइरहेछ। धेरै बेला बेलामा हामीलाई एवारनेस पनि गरिरहेछ। म यसलाई नकारात्मक रूपमा त टिप्पणी गर्न चाहन्न। त्यसले गर्दाखेरि साँच्चीकै नेपालको राष्ट्रिय भलिबल भने आज नेपालमा पपुलारिटीका हिसाबले क्रिकेट, फुटबल र भलिबल हो नि त। प्रतिक्रिया आउँदा चाहिँ काहीँ न कतै भए हामीले पनि छुट्यायौँ कि भन्ने त्यो महसुस चाहिँ भयो कि? मलाई चाहिँ महसुस भएको छैन। यदि तपाईँहरूलाई महसुस भएको छ र पब्लिकले यसको ठाउँमा यसलाई राख्दा ठिक हुन्थ्यो भन्ने यदि आउँछ भने त्यसलाई नेपाल भलिबलसँग सहकारी गर्नु किन, कसरी, कहाँ भन्ने कुरा त आउला नि त। त्यसले गर्दाखेरि अब पर्ने भनेको त्यहाँ पर्ने अधिकांश खेलाडीहरू पश्चिमाञ्चलकै छ। अहिले पनि विभागमा होला, आफ्नो ठाउँमा छ। सबल उहाँको हो, धनबहादुर छेत्री उहाँको हो, धेरै भनौँ न। अहिलेको अब आर्मी पुलिसमा होला नि, ठिक छ। सिङ्गल मान्छे त परेको छैन नि त। न पश्चिमको परेको छ, न पूर्वको परेको छ, न के अरे हाम्रो उसको परेको छ, सुदूरपश्चिमको परेको छ, न लुम्बिनीको परेको छ भने हामीले अहिले त्यो कुन